हेर्नुस् उहाँले यो के अरे तोरी उखालिरहनु भएको छ। आउनु घुम्दै आएको त रहेछ। अस्ति आउँदा थिएन, त्यो बाढी आएपछि बनाएको रहेछ। ल नै छ यस्तो धमिलो पानी छ। तपाईँको घरै पुरै पोकै हेरिस् होला के अरे हिँड्नु भएको छ। यसमा पनि पानी घट्टामा टक 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 हुन्छ। यो राम्रो छ हेर्नु त, कति राम्रो हो। यो घले गाउँको बाटो जस्तै छ, घुम्न आउनु है यता। हेर्नु तोरीबारी, आलु अनि यो सागहरू सबै हेर्नु त कति राम्रो। पानी त्यस्तै बगेको छ। ल हेर्नु त यता कति छ छाउमा जति देखाइदिनु। यहाँ हो यो काट्ने मेसिन, यो बाटो यता यस्तो इस्कुसहरू यहाँ हेरेको मैले हिँड्ने होइन यस्तो यस्तै हो। गोठहरू गाई अनि यो त यो त सिङ भएको छ नि, यसले चाहिँ खाल्दै हुनुहुन्छ यहाँ भाउजूहरू है। पनि यहाँ हुनुहुन्छ। हेर्नुहोस् गाईहरू यस्तो राम्रो ठाउँमा राजबाई राख्नु भएको छ। यो सबै एरिया झन्डै राजबाईको। आइज